खुट्टो नछोड्नु पर्ने सो हेलो गाइज हाम्रो गाउँले यो ब्लगमा चाहिँ स्वागत छ है। आज यी दुईजना चाहिँ टक्क लड्न लागेछन् है। को जित्छ धेरै दिनदेखि यिनीहरूको फाइट भइरहेछ। आज चाहिँ को जित्छ ल यिनीहरू लड्नेछन्। यो चाहिँ मुगुबाट यो बाजुराबाट को जित्छ आज चाहिँ फाइनल गेम हुँदैछ ल गाइज। ल है गाइजहरू चेस हुँदैछ। अब म चाहिँ यहाँ रेफ्रीको तर्फबाट आएको छु। दुईजनाबाट आज फाइनल जो जित्छ त्यसको लागि आज जो जित्छ त्यसलाई काँदा हालिन्छ। तो बिनोको इज्जत नफालेस् मुगुको तो बाजिरोको इज्जत नफालेस्। ल गाइज है लेट्स गो फाइट। बाजुराले बजायो मार्यो बाजुरा मुगु दीपक क्या करता है मेरे लाज न जो आधा होते कहाँ डालने हो वो बजाऊ दो तो आनंद अंधियो Sandeep Mario Anna मुझे उल्टी सुन हो त्यस्तो मान्ने भइसकेको छ रिजल्ट अब आउँछ। अब चाहिँ ढाली खेल्छन्। अब को जित्छ ढालीमा ल यिनीहरू ल क्यामेराम्यान फुट्टा जाऊ ल है ढालीमा को हुन्छ 1 2 3 गो उगाल्छ ढाल्यो वाह तिमी बसिकन हो लगान न कस्तो राउन्ड है लगाने
घुमायो घुमायो फर पल्टायो घुमाउँदै फर पल्टायो एनी आउ हराउनु पर्छ एनी आउ कम on stand up please वाह ल गरे केटाहरु गरे come on वाह 1 2 दीपकले 2 ताली हारि आए अब यही ताल लास्ट हो लास्ट राउन्ड ल गाइस लास्ट फाइनल राउन्ड अब मैले अब तिम्रो ढाल्यौ टक्क यस्तो ढालिस् नि One, 2, 3, go! कुटो गेम त्यो पोरका ढाल्दै नै त्यसैला ओ फरक पल्टा वाह वो अब दीपकले गर्यो अहिले ती पोरका खाल हो त्यही गाइस यहाँ लडाई भइरहेछ छिटो लगान ओए कान्छ लगान पोरका लग्न मुजियो छिटो पोरका लग्न मुजियो छिटो त्यस्तो गरी उठ्ने हुइयो परीक्षा फाल हो उठा परीक्षा फाल ओ धौल्या गरिस गरे केटा गरे कम on जसरीले आबु तलिका पर्छ त्यो नाङ्गे बाउ मेरो पछाडि लाग है कम on गिप अप बन है नहकेपछि गिप अप बन्ने कम on ओ छाड सक्दैन बबाल छिटो यी कति बेला पो गेम सकाउने अनि त्यही त लड्दा नसकेपछि गिभ अप भन् या ओ भइगयो बुवा भने यति रेब्री लाग्यो कामै भन्नुहोस् अब माथिल्यो सिगन काट्दो हो त्यो पत्तै भाउ हो कम on ओ दीपक अब दीपक निसाले जो ल बा कुट्टु चाहियो रेब्रीको नै मान्ने चाहनु भाइ ल कुट्टु रख्यो एका तिमी ढाल सन्दीप तिमी ढाल पुरा आबु दु बन्द शाबास कम on गाइज कम on सक्दैन भने गर बुझ्ने मिल्छ केटा मिल्छ ओ बाउ तुम गर ओ मिल्छ केटा हो मिल्छ हरा लक गराउ धाम ज्यापो गद्दा गर ए होइन बुझ्नु औले हारे कि जित्यो है अब के चिन्ने जो है त है बाजुरा इज्जत ओबा सिगनको हरि गाडी ओ त्यो खुट्टा ताता नचढ खुट्टा अलि बढी गएर क्या हुँदो गाई तिनीहरूको 1 घन्टामा हो जाने त्यो टाउको माथि ल्यान ज्यानै माथि ल्यान खुट्टो नछोड्नु पर्ने नट्दैन न त तैँले हारिया मान्छौ तँ अहिले एकछिन काँटा हाल्ने है काँटा अलिकति पर्खमा हिटाल्नु पर्ने छिटो गिभ अप गरा नङ्गल बिजा क्या गरौँ त अब तँ उठाउँदै उठ्दै नै ल पर सिधै के गिभ अप भन् हो तँ पनि त्यही गर मारमा चढ यतिमै हानान खेल त यतिमै उठेन है यतिमै उठेन रक्सी हो रक्सी त्यही पनि उड्यो कि को जित्ला को हाल्ला जस्तो पनि केही थाहा छैन क्या गरौँ यी दुईजना त्यही न माया गर्न लागे चाहिँ ए कान्छा छिटो हार जित गरौ छिटो कम on उठा तल फाल यो गर फेरि यो गर भाल्नु न त यो गर कम on चल ओबे छी धौले अब चाहिँ फाइनल राउन्ड जोइले ढाल्यो उइन ढाल्यो हैन ढाल्ने सिधै पुरा म तानिकन घाटी खटी अन्त
रोक्छौ हान्ने भए पनि हान्न ज्यागत गरौ सिधै अब लास्ट राउन्ड यानी के केटाहरु ल हान्ने पनि है यहाँ मोबाइलतिर अब लास्ट फाइनल राउन्ड गो हान्ने भए पनि हानो मार नचोड बाबु हार्ने भए गिभ अप बनाइ यस्तो गर हार्ने भए चाहिँ हार्ने भए यस्तो गर अरे ल हार्यो ल बिना मुगुबाट ल यो देख त ल बाबुहरु आजदेखि भाइले है झगडा गर्ने हैन त्यो दीपक भाइले लास्ट राउन्डमा चाहिँ देखायो आफ्नो तहलका त्यो यति नमानकै बाल नमान केटा केटा हो आजको फाइनल रहेको छ केटा हो आजको फाइनल रहेको छ केटा हो मुगुबाट दीपक साई वाह केटा हो ल हक गर न मा यस्तो आजदेखि फाइट खेल्ने हैन है ल आजदेखि के गर्ने हैन यस्तो पनि फाइट पनि खेल्ने हैन ल हामी ल दीपक यस्तो गर्न विनर भन्नु विनर बवाल केटा अब तिमीहरुको सर्ट त के हो भने अब तँ यहीखाना काँदा हालेर उतामा लड्ने हो कि हैन अघि भने नि घोडा जो चल्यो अगाडि चल्यो कमान बिना मुखबाट कमान त्यही नंगे बाबु खिचे नि कमान दीपक ठाडो बोकर गर्न ठाडो खुडो माथि विनर गर्नु यस्तो गर्न मुजी विनर बक्सर बाटी विनर ल आजको रेस्लिङ है समाप्त भएको छ। लगायत नेक्स्ट भिडियोको लागि वेट गर्नु होला सबैजना बाइ बाइ गरौ।